शेयर बजार परिसूचक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ। बिहिबार नेप्से 33.83 अङ्कले घटेर 2833.03 अङ्कमा ओर्लिएको हो। बिहिबार कारोबारमा आएका 342 कम्पनीका 2,07,43,884 किता शेयरहरू 1,11,607 पटक किनबेच हुँदा 9,31,28,60,000 रुपैयाँको शेयर किनबेच भएको छ। बुधबार नेप्से 33.27 अङ्कले बढेर 2866.87 अङ्कमा पुग्दा कारोबार रकम 10,53,70,00,000 रुपैयाँ पुगेको थियो। बिहिबार सबै उपसमूहमा तीव्र गिरावट देखिएको छ। उत्पादन तथा प्रशोधन समूहमा 180.40 अङ्कको गिरावट आउँदा निर्जीवन बीमा समूहमा 145.58 अङ्क, जीवन बीमा समूहमा 117.02 अङ्क, विकास बैंक समूहमा 70.07 अङ्क, जलविद्युत समूहमा 62.39 अङ्क, वित्त समूहमा 49.90 अङ्क, त्यसैगरी होटल तथा पर्यटन समूहमा 41.35 अङ्कको गिरावट आएको छ। त्यस्तै अन्य समूह 40.29 अङ्कले घटेको बजारमा व्यापार समूह 39.23 अङ्कले घटेको छ भने लघुवित्त समूह 35.61 अङ्कले घटेको छ। वाणिज्य बैंक समूहमा 12 अङ्कको गिरावट आउँदा लगानी समूहमा 1.37 अङ्कको गिरावट आएको छ। बिहिबारको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य 10%ले बढेको छ। यता सिन्धु विकास बैंकको शेयर मूल्य 10%ले घटेको बजारमा भूगोल इनर्जीको शेयर मूल्य 7.79%ले घटेको छ भने भुजुङ हाइड्रो पावरको शेयर मूल्य पनि 7.39%ले घटेको छ। क्वेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य 4.65%ले घटेको बजारमा खानीखोला हाइड्रो पावरको शेयर मूल्य 4.50%ले घटेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको 61,80,43,000 रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा कारोबार रकमको आधारमा रिलायन्स स्पिनिङ मिल्सको 61,80,43,000 रुपैयाँ बराबरको कारोबार सहित अग्र स्थानमा रहेको बजारमा कारोबारमा आएका शेयर संख्याको आधारमा नेशनल हाइड्रो पावर 17,32,317 किता कारोबार सहित शीर्ष स्थानमा रहेको छ। कारोबार संख्याको आधारमा भने सोलु हाइड्रो पावर 12,900 पटकको कारोबार सहित शीर्ष स्थानमा रहेको छ।